मनासलु र लमजुङ हिमाल पग्लेर बगेको पानी नै न्यादी खोलाको स्वरूप मानिन्छ। यही खोलामा अहिले करिब आधा दर्जन जलविद्युत आयोजना निर्माण भइरहेका छन्। बोटुवल पावर कम्पनी बीपीसीले पनि न्यादी हाइड्रो पावर लिमिटेड नामको सहायक कम्पनी स्थापना गरी न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। समुद्र सतहको 1000 मिटरदेखि 1400 मिटरसम्म आयोजनाका विभिन्न संरचना निर्माणाधीन छन्। सन् 2000 मा लमजुङ विद्युत विकास कम्पनी लेडकोले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। बीपीसी र लेडकोको सहमतिपछि 2063 फागुन 17 गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो। सुरुमा 20 मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी 30 मेगावाट पुर्याइएको हो। थकान बेसीबाट न्यादीको किनारै किनार करिब 5 किलोमिटर यात्रा गरेपछि मर्स्याङ्दी गाउँपालिका 6 ठुली बेसी पुगिन्छ। जहाँ न्यादी जलविद्युत आयोजनाको विद्युत गृह निर्माण भइरहेको छ। विद्युत गृहदेखि करिब 6 किलोमिटर माथिल्लो क्षेत्रमा आयोजनाको बाँध निर्माण भइरहेको देख्न सकिन्छ। अहिले जुन संरचनामाथि उभिरहेका छौँ यो संरचनाको नाम चाहिँ नि डिस्ट्रिब्युटरी स्ट्रक्चर हो र यो डिस्ट्रिब्युटरी स्ट्रक्चरसँगै हाम्रो डाइभर्सन टनेलको इनलेट पनि छ यहाँ। अब यो हाम्रो हेडवर्क्सबाट अहिले बन्दै गरेको हेडवर्क्सबाट करिब 200 मिटर अपस्ट्रिममा रहेको छ र यसको मुख्य उद्देश्य भनेको यहाँ बर्खायाममा जति पनि पानीसँगै बहेर आउने ढुङ्गा गिटी माटो बालुवा छ यसलाई यहाँ अवरोध गर्नु नै हो र सफा पानी मात्र यो डिस्ट्रिब्युटरी स्ट्रक्चरको एउटा च्यानलबाट हेडवर्क्समा पास गर्नु रहेको छ। लमजुङको चर्चित ठाउँ बाहुन डाँडा स्थित नाइचेमा निर्माण भइरहेको बाँधका अधिकांश काम पूरा भएका छन्। मर्स्याङ्दी गाउँपालिका 6 छेपोमा आयोजनामा काम गर्ने कर्मचारीका लागि आवास गृह निर्माण गरिएको छ। आयोजनाको साइट कार्यालय पनि यही छ। विद्युत उत्पादन गर्न न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब 4 किलोमिटर सुरुङ र 750 मिटरको पेट स्टक पाइपबाट ठुली बेसी स्थित विद्युत गृहमा खसालिन्छ। अहिलेसम्म सुरुङभित्रका संरचनाको काम सकिएको छ। पावर हाउसभित्र मिसिनको काम गर्नुपर्छ। त्यही हो, मिसिनले अब ठुल्ठुलो मिसिनहरू त सबै क्रेनले उचाल्ने गर्छ। त्यही हो, काम राम्रै भइरहेछ, प्राय समय नै राम्रै दिइरहेछ। विद्युत गृहको काम पनि अन्तिम चरणमा पुगेको छ। पेन स्टकको काम भइरहेको छ पावर हाउस एरियामा। यहाँ हामीले जुन यो युनिट 2टा युनिट मेन भल इन्स्टल गर्ने युनिटसम्म हामीले बाइफर्केसन जोडिसकेका छ। बाइफर्केसन अगाडि काम युनिट काम सिद्धिसकेका छ, ब्रान्च पाइप हालेर सिद्धिसक्यो र यो भर्टिकल स्लोपको काम पनि लगभग सिद्धिसक्यो। माथि एङ्कर लक 9 मा काम हुँदैछ। यस्तै गरी टोटल 350 मिटर पाइप चाहिँ इन्स्टल गरेर सिद्धियो। अब लगभग 400 मिटर जति बाँकी छ। आयोजनाको सिभिल तर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले पाएको छ। चिनिया कम्पनीसँग अध्ययन, खरिद र निर्माण इपिसी मोडुलमा 2073 माघ 3 गते ठेक्का सम्झौता गरिएको थियो। जस अनुसार कम्पनीले आगामी चैत 23 गते आयोजनाका सबै काम पूरा गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ भर्टिकल पेल्टन टर्बाइन चाहिँ भर्टिकल साफ्ट पेल्टन टर्बाइन युज गरेछौँ। साफ्टको हाइट चाहिँ हाम्रो 10 मिटर चाहिँ पेल्टन लेभलबाट हामी 10 मिटर माथि उठ्छौँ। त्यस्तै गरी 2टा युनिट छ यसमा, युनिट 1 र युनिट 2 गरेर 2टा युनिटबाट 15-15 मेगावाटको क्यापेसिटीमा हामीले जम्मा कुल 30 मेगावाट चाहिँ जेनेरेट गर्छौँ।
कम्पनीले सिभिल संरचनाको निर्माण तथा फिनिसिङ गर्दैछ। सिभिल काम चाहिँ 95% काम सिद्धिसक्छ। अब हाम्रो फिनिसिङ काम पाइन्छ। अनि स्विच यार्डको सिभिल पार्टमा चाहिँ लगभग 45% एबभ काम सिद्धिसक्छ। अब लगभग 55% पाइन्छ सिभिल काम चाहिँ। यसको अनुगमन तथा सुपरिवेक्षण बीपीसी अन्तर्गतकै हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गरिरहेको छ। 2077 वैशाख पहिलो साता विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको करिब 85% निर्माण पूरा भएको छ। उत्पादित विद्युत गृहदेखि 5.5 किलोमिटर टाढा मर्स्याङ्दी करिडोर नजिक निर्माण हुने खुदी सब स्टेशनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ। तर मर्स्याङ्दी करिडोर तथा खुदी सब स्टेशनको कामको गति निकै सुस्त छ। यही कारण आयोजनाको विद्युत खेर जाने चिन्ता बढेको छ। विद्युत खेर जान नदिन कम्पनीले विद्युत गृहदेखि 9.5 किलोमिटर टाढा प्रसारण लाइन निर्माण गर्नुपर्ने भएको छ। 132 केवी बुलबुले मर्स्याङ्दी प्रसारण लाइनको तेस्रो टावरमा न्यादीको विद्युत जोड्न प्राधिकरणसँग सहमति भएको छ। यो आयोजना समयमा सम्पन्न गर्नको निम्ति नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको सहयोग चाहिँ अपरिहार्य नै हुन्छ। यसमा हाम्रो नेपाल सरकारबाट चाहिँ हामीलाई राम्रै सहयोगहरू प्राप्त भएको छ भने पनि केही कामहरू चाहिँ अब नेपाल सरकारबाट र नेपाल विद्युत प्राधिकरणबाट गर्नको निम्ति चाहिँ हामी ताकिदा गर्दैछौँ। यो कामहरू चाहिँ अब जस्तै अब यो प्रसारण लाइन चाहिँ अब को लम्बाइ बढ्यो। अब लम्बाइ बढिसकेपछि गर्नुपर्ने कार्यहरू विद्युत प्राधिकरणबाट एउटा सैद्धान्तिक सहमति हामीले पाएको छौँ भने अन्य कार्यहरूको निम्ति पनि हामी निकै राम्रै सहयोग अहिले पाइरहेछौँ र अहिले फाइनली स्टेज जस्तो पुगेको छ। यहाँबाट आयोजनाको विद्युत मर्स्याङ्दी सब स्टेशनसम्म पुर्याउने योजना छ। नदीको बहावमा आधारित आरओआर आयोजनाबाट वार्षिक 16 करोड 85,50,000 युनिट विद्युत उत्पादन हुनेछ। एभरेस्ट ब्याङ्कको अगुवाईमा 6 वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन्। ब्याङ्कहरूको कन्सोर्टियमले पनि हामीले सहयोग गरिराख्नु भएको छ। हाम्रो कन्सल्टेन्ट साथीहरू खटिराख्नु भएको छ। रात दिनै खट्नुहुन्छ उहाँहरू। म्यानेजमेन्टको हाम्रो सरहरूले चाहिँ एकदम लिबरल हैन सिचुएसन अनुसार उहाँहरूको डिसिजनहरू भइदिएको कारणले गर्दाखेरि साइटमा काम गर्न हामीलाई चाहिँ अहिले सबैको सहयोगले गर्दाखेरि धेरै नै सजिलो भइरहेछ। नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज ब्याङ्क तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको आयोजनामा लगानी छ। कम्पनीले साधारण सेयर निष्कासन गरी सर्वसाधारण तथा स्थानीयबाट आवश्यक लगानी उठाउने तयारी गरिरहेको छ। चालु आर्थिक वर्षभित्र 40 करोड 50 लाख रुपैयाँको 40,50,000 किता सेयर निष्कासन गरिने भएको छ। थप 4 किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्दा कम्पनीलाई 11 करोड रुपैयाँ दायित्व थपिने देखिएको छ। प्रोजेक्ट कस्ट चाहिँ इस्टिमेटभित्रै परेको छ। इस्टिमेट भन्दा चाहिँ नाग्ने स्थिति छैन। अब आइडिसी भने इन्ट्रेस्ट ड्युरिङ कन्स्ट्रक्सन समेत गर्दाखेरि करिब 6 अरब हाम्रो आयोजना को टोटल कस्ट हो। आइडिसी चाहिँ झन्डै आइडिसी र यो डलरको स्क्यालेसनको प्राइस दुईटा जोड्दाखेरि करिब 1 अरब जति पर्न आउँछ भने बाँकी हाम्रो डाइरेक्ट कस्ट कन्स्ट्रक्सनको निम्ति अब योभन्दा पहिला त्यसको पूर्व तयारीको कामहरू सबै मिलाएर चाहिँ करिब 5 अरब जति हाम्रो कस्ट आउँछ। तर यो अहिले हामीले 6 अरब रुपियाँ हामीले जुन टार्गेट प्राइस राखेको छ यो आयोजनाको अहिलेसम्मको स्थिति हेर्दाखेरि यतिमै यो निर्माण कार्य चाहिँ सम्पन्न हुन्छ। 6 अर्ब 4 करोड 28 लाख रुपैयाँ लागत अनुमान गरिए पनि थप प्रसारण लाइन निर्माण गर्नुपर्ने हुँदा खर्च बढ्ने देखिएको छ।
स्थानीय विकासमा मन फुकाएर काम गरेको आयोजनाले सामाजिक उत्तरदायित्वको काममा करिब 2 करोड रुपैयाँ खर्च गरिसकेको छ। न्यायालय हाइड्रो पावरले चाहिँ सरकार समिति गठन गरेको छ। सरकार समिति मार्फत सबै यो सामाजिक उत्तरदायित्व हुन सामुदायिक विकास कार्यक्रम चाहिँ सञ्चालन गर्छ। उहाँहरूकै सिफारिसमा यो चाहिँ खास गरेर ठ्याक्कै कम्युनिटी बेस्ड छ, निड बेस्ड छ, मागमा आधारित कार्यक्रम छ। प्रत्येक यो प्रभावित क्षेत्रका समुदायहरूले माग सङ्कलन गरेर ल्याउनुहुन्छ र त्यसकै आधारमा अनि सरकार समितिले बैठक बसेर अनि त्यो प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने ट्रेन्ड चाहिँ त्यस्तै छ। विद्युत गृह तथा बाँध क्षेत्रका करिब 600 घरधुरी आयोजनाको सामाजिक उत्तरदायित्वको कामबाट लाभान्वित भएका छन्। पहिलो पटक हामीले करिब 82 लाख रुपियाँ विनियोजन गरेका थियौँ र अहिले 80 लाखको योजना छ र त्यो चाहिँ 82 लाखमा करिब 90% काम सक्सेस भयो र अहिलेको 80 लाखको पनि लगातार गइराखेको छ। यसमा पनि करिब 40 देखि 50% उहाँहरूले काम गरिराख्नु भएको छ। यस अन्तर्गत चाहिँ हामीले यहाँको अब रिमोट एरिया हुनाले करिब उहाँहरूलाई बाटोकै एक्सेसको लागि अलिकति बाटोमा बढी भएको छ। प्लस सिँचाइमा हामीले केही लगानी गऱ्यौँ, स्कुललाई लगानी गरेका छौँ र एउटा महत्त्वपूर्ण कुरा चाहिँ एउटा यहाँ नजिकै जटेश्वर स्कुल भन्ने छ निमावि, त्यो स्कुलको लागि अक्षय कोषको रूपमा हामीले 5 लाख रुपियाँ विनियोजन गरेर उहाँहरूले खाता खोलिसक्नु भएको छ। मर्स्याङ्दी गाउँपालिकाका नाइचे, डहरे, ताराचौक, सिरा, लुङदी, वीरफुस्तुन, ठुली बेसी जस्ता लगायत गाउँ लाभान्वितको सूचीमा परेका छन्। 8 कोठे नयाँ भवनमा चाहिँ विद्युत छैन, जसले गर्दाखेरि प्रोजेक्टर प्रयोग गरेर कम्प्युटर ल्याब राख्न सकेको छैन। मसँग स्कुलमा बजेट छैन। त्यसले गर्दा विद्यार्थी भाइ बहिनीहरूलाई बिहान बेलुकाको क्लास सञ्चालन गर्न पनि अप्ठ्यारो परेको छ। प्रविधियुक्त शिक्षा प्रदान गर्न पनि धेरै अप्ठ्यारो परेको छ भनेर मैले आफ्नो कुरा उहाँहरू समस्या राखेको थिएँ। त्यसलाई उहाँहरूले धेरै सहजतापूर्वक लिनुभयो र तत्काल त्यतिखेर 1 लाख रुपियाँको बजेट मेरो विद्यालयलाई उपलब्ध गराउनु भएको थियो र त्यो बजेटबाट मैले त्यो 8वटै कोठामा विद्युत जडान गरेँ। एउटा कम्प्युटर ल्याब राम्रो बनाएको छु। 6, 7, 8को विद्यार्थीहरूले दिनौँ कम्प्युटर शिक्षा लिने मौका पाएका छन्। यी क्षेत्रमा आयोजनाले सडक, खानेपानी, सिँचाइ कुलो, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायत संरचना निर्माण गरिदिएको छ। टोयलेट भवन बनाइदियो, राम्रोसँग बनाइदियो है। अनि यो बाटो जुन गाडी बस्छ नि त्यहाँबाट माथि जाने गाडी बाटो जाने पैदल बाटो ट्र्याक बाटो बनाइदियो, राम्रोसँग बनाइदियो। स्थानीयवासीहरू आयोजनाले गरेका विकास निर्माणका कामबाट सन्तुष्ट देखिन्छन्। प्रोजेक्ट आए चाहिँ हामी चाहिँ यो न्यायजी गाउँमा चाहिँ यस्तो विकास हुने ठाउँ पनि छैन। तर प्रोजेक्ट पनि म अझै पनि धन्यवाद दिन्छु। अझै पनि त्यो काम गर्दै पनि अझै फेरि दोहोऱ्याइ पनि धन्यवाद दिन्छु। म मेरो कार्यक्रम चाहिँ त्यो हो। सुविधा राम्रो भयो हाम्रो सबै समाजको लागि। यही कारण स्थानीय स्तरमा सकारात्मक सन्देश प्रभाव भएको देखिन्छ। हामीले सुधारिएको चुलो पनि चाहिँ न्यायाधि आइडपारको चाहिँ सहकार्यमा चाहिँ हामीले पोहोर बाँड्यौँ। स्वास्थ्यका कामहरूमा पनि चाहिँ उहाँहरूले के अरे विभिन्न सहयोगहरू गर्नुभएको छ। साथै आयोजना निर्माणबारे उत्पन्न हुने विवाद समाधानमा सहयोग पुगेको छ। आयोजनाले प्रभावित बासिन्दा, स्थानीय राजनैतिक दलका नेता, प्रदेश सांसद बीच समन्वय गर्न सकेको कारण पनि निर्माणका अप्ठ्यारा पक्ष सजिलै हल हुने गरेका छन्। न्यायालय हाइड्रोले चाहिँ यो सामाजिक दायित्व अन्तर्गतको कामहरूमा चाहिँ हाम्रो तारोचोक, मेरो वार्ड नम्बर 7 को तारोचोक लोधी जाने बाटोहरू मर्मत गरिदिने कामहरू गरेका छ। यता छिनखोलातिर सामुदायिक भवनहरू मर्मत गर्ने कामहरू गरिदिएको छ। उस्तामा होमस्टे प्रबन्धनलाई मध्यनजर राखेर यो गोरेटो बाटोहरू बनाउने कामहरू, अनि यता नयाँ गाउँ साबिकका 5 नम्बर त्यतिर सामाजिक दायित्वको कामहरू भएको छ। राज्यले जलविद्युतलाई आर्थिक विकासको मेरुदण्ड मानेको छ। यो स्थानीय तथा ग्रामीण विकासको दरिलो सम्भाग पनि हो। यसको बलियो आधार हुन सक्छ लमजुङ जिल्ला। अहिले नै मर्स्याङ्दी र यसका सहायक खोलामा झन्डै 1200 मेगावाटका आयोजना निर्माणाधीन छन्।
यहाँ निर्माण हुने जलविद्युत आयोजनाले भविष्यमा देशको विद्युत विकासलाई दरोसँग उभ्याउन सक्ने सामर्थ्य राख्न सक्छन्। यसमा न्यादी जलविद्युत आयोजनाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ। हाइड्रो पावर डेभलपमेन्ट चाहिँ नेपालको एउटा मेरुदण्ड नै हो। अब नेपालको विकासको निम्ति अहिले निकै धेरै विद्युत भारतबाट आयात गरिएको छ। अब यो आयातलाई विस्थापन गर्ने र भविष्यमा वृद्धि हुने मागहरूको परिपूर्तिको निम्ति हाइड्रो पावर डेभलपमेन्टहरू निकै आवश्यक छ। जलविद्युत विकासको हबको रूपमा परिचित हुँदै आएको लमजुङले सङ्घ र प्रदेश बीचको पुलको काम गर्ने प्रशस्त आधार पनि देखिन्छन्। यही आधारको जग बसाल्ने काममा बलियो सहयोगी बन्न सक्छ न्यादी जलविद्युत आयोजना अनि कोर्न सक्छ स्थानीय, प्रदेश र सङ्घबीच आर्थिक विकासको मार्गचित्र।